तर अब के हुन्छ त भन्दाखेरि हाम्रो त्यो ठाउँमा अब त्यो परिस्थितिमा अब पढेर हैन फोकस चाहिँ डक्टर र इन्जिनियरमै थियो कि ठुलो जागिर थियो नि त्यो सबैले मान्ने ठुलो जागिर थियो हैन अनि केही भएन भने टिचरसम्म बन्ने हैन त्यो पढेपछि चाहिँ एउटा केही न केही राम्रै जागिर समात्नुपर्छ कि चाहिँ पढ्दै नपढ्ने गाउँमा हलो जोतेर पाल्ने त्यो मात्रै थियो नि त अप्सन हो त्यो कारणले गर्दाखेरि हाम्रो आमा भाइको आमा बुवा मेरो आमा बुवा प्राय हाम्रो उमेरको आमा बुवाले हामीलाई कसरी हुन्छ किताबमै फोकस गराउनु भयो त मेरो छोराको क्षमता केमा छ यसलाई चाहिँ यतापट्टि पठाउनु भन्ने त्यो उहाँहरूसँग अप्सनै थिएन यदि भाइले भिडियोग्राफी गर्न चाहेको थियो पढ्ने चाहेको थियो भने त्यो अप्सन कहाँ थियो त थिएन नि स्कुल थियो स्कुलमा पढाइ हुन्थ्यो घोकिन्थ्यो हैन त्यही नै थियो नि त हो त्यो कारणले गर्दा पनि हामी चाहिँ सबै फोकस चाहिँ अब किताबमा पढ्नै पर्छ डक्टर हुनैपर्छ इन्जिनियर हुनैपर्छ भन्नेमा मात्रै हो सही कुरा हो त्यो भयो त अब जस्तै मलाई अहिले कस्तो लाग्छ भने मलाई बेला बेला मैले कसैलाई ब्लेम गर्दिनँ तर यदि मैले त्यो समयमा हैन थाल बजाएको समयमा हामीसँग थाल बजाएको समयमा चाहिँ म एउटा म्युजिक स्कुल हुनु थियो हैन म्युजिक स्कुल हुनु थियो अनि एकाडेमिक हिसाबले पढिन्छ नि त म्युजिक त अनि म अब म्युजिक मात्रै पढ्ने त अरू सब्जेक्ट पनि हुन्छ म्युजिक त्यो एउटा मेन सब्जेक्ट मात्रै हो त्यसरी म पढ्दै आउने थियो भने सायद म अहिले मलाई लागेको मात्रै हुन सक्थेन तर ड्रिम गर्न पाइन्छ नि त म सायद एउटा इन्टरनेसनल स्टार भन्न सक्थेँ होला एउटा इन्टरनेसनल एउटा राम्रो कम्पोजर भन्न सक्थेँ होला मैले यदि त्यो समयमा त्यो अवसर पाएको भए भने जस्तो लाग्छ क्या त्यो हामीमा चाहिँ चाहेर पनि अवसर थिएन नि त भाइ भिडियोग्राफीको कहाँ पढ्न पाउँथ्यो भाइले फोटोग्राफीको कहीँ थियो स्कुल थिएन नि फोटोग्राफी हुन फोटो खिच्नेको के थियो तपाईँको गाउँमा फोटो खिच्ने गाउँमा मान्छे आउँथ्यो कि क्यामेरा भएको थियो हाम्रो गाउँमा त हाम्रो गोपनीमा त त्यो क्यामेरा स्यामेराको थाहै थिएन हामीलाई हैन गेलेफुमा चाहिँ फोटो स्टुडियोमा जानुपर्थ्यो अथवा सालमा एकचोटि मान्छे गाउँमा घुम्दै पनि आउँथ्यो होला फोटो खिच्न थिएन त्यो थिएन गेलेफुमा चाहिँ फोटो खिच्न मन लाग्यो भने चाहिँ त्यो फोटो खिच्नको लागि त छुट्टै फोटो स्टुडियो भन्थ्यो त्यतिखेर पछाडि नक्सा सक्सा बनाएको पुरा त्यो ब्याकड्रप क्या पेन्टिङहरू गरेको अनि त्यो राखिदिएको अनि कसरी फुलहरू पनि हुन्थ्यो हैन अनि कसरी फोटो खिच्ने हो त्यो चलन थियो अनि स्कुलमा चाहिँ स्कुलले ल्याउँथ्यो फोटो खिच्नको लागि बेला बेला त्यो एनुअल फङ्सनतिर त्यस्तो हुन्थ्यो अब भिडियोग्राफीमा त डकुमेन्ट्रीहरू हेर्नुहुन्थ्यो भुटानमा स्कुलमा देखाउँथ्यो स्कुलमा देखाउँथ्यो नि भुटानकै मलाई पनि सानोमा नेसनल डेमा देखाउँथ्यो नेसनल डेमा 17 डिसेम्बर नेसनल डे राति स्कुलमा भन्दा पनि हामी बसेको घरको छेउमा चाहिँ गेलेफु फुटबल ग्राउन्ड थियो स्कुलकै छेउमा त्यहाँ चाहिँ हामी लगाइदिन्थ्यो डकुमेन्ट्री नेसनल डेमा राति रात बजाउँथ्यो नि आमामा के नै जस्तो लाग्थ्यो मलाई चाहिँ त्यस्तो खासै केही याद छैन कुन डकुमेन्ट्री तर एउटा के छैन एउटा डकुमेन्ट्री जहाँ चाहिँ भुटानको फ्ल्यागबाट सुरु हुन्थ्यो हैन भुटानको झन्डाबाट सुरु हुन्थ्यो त्यहाँबाट त्यो मार्चपछि ड्रिलहरू गरेको त्यो याद छ त्यहाँ उता चाहिँ याद छैन अनि त्यहाँ चाहिँ फेरि त्यो डकुमेन्ट्री त्यो मेसिन पनि कस्तो एउटा मेसिन थियो त्यो घुम्ने क्या रिल आवाज आउने घुम्ने हो त्यस्तो थियो अनि जेनेरेटर रातभरि भुटुटु गरेर आवाज आउने अनि पछाडि अब गेलेफमा पछाडि अब म 7, 8तिर त अब 6, 7 गेलेफमा त एउटा फिल्म हल पनि थियो नि त त्यहाँतिर थियो फिल्म हल थियो नि त गेलेफतिर त गेलेफ त धेरै एडभान्स भइहाल्यो फिल्म हल थियो अब फिल्म हलमा जस्ट हेर्थ्यौँ हामी फिल्म तपाईँले फिल्म पहिले फिल्म त नभनौँ अब त्यसरी फिल्म हेरेको रमाइलो कुनै केही त्यस्तो रमाइलो छ त्यस्तो अङ्ग्रेजी लाग्यो कि हिन्दी लाग्यो कि नेपाली लागेको होइन अब मैले नेपाली फर्स्ट फिल्म हेरेको भुटानमा गेलेमा पहिलोचोटि लागेको लाउरे लागेको थियो लाउरे गेलेफुमा मैले त्यही हो नेपाली फिल्म चाहिँ हेरेको अरू खालि त्यहाँ त हिन्दी नै धेरै चल्थ्यो हिन्दी नै थियो नि त नेपाली एल्बम यस्तो क्यासेटहरू थिएन मैले फर्स्ट नेपाली क्यासेट सुनेको भनेको हाम्रो प्रताप सुब्बा दाजुको बन्धनको चिनो नेपाली क्यासेट न म इङ्ग्लिस र हिन्दी मात्रै सुन्थेँ त्यतिखेर इङ्ग्लिस र हिन्दी सुन्नुहुन्थ्यो है के को हिन्दी भन्दा क्यासेटसम्म थियो होला है तपाईँको त क्यासेट छ्यापछ्यापी आएको थियो अहिले त क्यासेट पनि हराउँदै गयो त्यतिखेर त कस्तो थियो भने त्यो क्यासेट टेप रेकर्डर र क्यासेट अनि हाल्ने होइन
अनि त्यो रिवाइन्ड गर्नुपर्दा चाहिँ पेन्सिल हालेर घुमाएर फेरि गर्ने अनि त्यो गाउँ गाउँमा गीत गाएको त्यो रेकर्ड बेहुँदी रेकर्ड गर्ने हो त्यस्तो थियो नि पानासोनिक भन्ने रेकर्डर पपुलर थियो त्यो टाइममा हो एकदम पपुलर थियो पानासोनिक फेरि त बोक्ने मान्छे निकै सानो हुन्थ्यो रेकर्डर त्यहाँ अनि त्यो फोटो स्टुडियोमा गएर नि त रेकर्डर यस्तो गरेर बोकेर अनि फोटो खिच्ने चलन थियो अनि त्यतिकै बिहेमा एउटै रेकर्डरले पुरै हल्लाइदियो हो टेप रेकर्डर त्यो त एकदम नयाँ चलन नयाँ हिजोअस्तिसम्म हो त्यो त नयाँ चलन हो नि त्यस्तो थियो नि त भाइ अनि रेकर्डर यस्तो राखेर अगाडि राखेर फोटो खिच्ने चलनहरू थियो नि त त्यतिखेर हामीभन्दा अग्रजहरूको चलन थियो होइन हामीले त्यसैले साउन्ड बक्स त पछाडि आएको साउन्ड बक्स त त्यो त धेरै पछाडि नै पहिला त त्यही टेप रेकर्डर त्यो पनि पानासोनिक भन्ने चाहिँ एकदम पपुलर छ त्यतिखेर पनि दुईटा स्पिकर भएको आयो सोनी आयो त्यहाँबाट चाहिँ सोनी आयो होइन भाइ अब टेलिफोनमा त्यही हो अब पहिलो नेपाली फिल्म भनेको मैले त्यही लाहुरे हेर्नुभयो अब क्या हो लाग्यो त्यति थर्ड क्लासमा हेरेको थर्ड क्लास भनेको चाहिँ नि गेलेफोको सबैभन्दा अगाडि पर्दाको छेउमा भुइँमा बसेर हेर्नु चलाउनु थियो नि त त्यतिखेर त तर मजा पनि हुन्थ्यो होला अगाडि बसेर हेर्न पाइयो भन्ने हुन्थ्यो नि फेरि हाम्रो चाहिँ प्रायः टिकट लाग्थेन कसरी होइन त्यहाँको म्यानेजर चाहिँ हाम्रो बडा हुनुहुन्थ्यो बडा हुनुहुन्थ्यो होइन अनि अब जाऊ हेर त त्यति हेर्नु नदिने नि त बसन बडाले पठाएको भन्दैछ पर त्यहाँको त्यो गेटकिपर भन्थ्यो क्या छोडिदिइहाल्थ्यो अनि गेटकिपरको पनि त्यहाँ निकै ठुलो टिकट चेक गर्थ्यो यस्तो टर्च बालेर अनि त्यो थर्ड क्लासमा चाहिँ काठको बेन्चहरू हुन्थ्यो क्या अनि भुइँमा बोरा लगाएर भुइँमा बसेर नि हेर्न्थ्यो बहुतै भिड हुन्थ्यो होला नि चल्थ्यो एकदम भिडै हुन्थ्यो हिन्दी फिल्महरू राम्रो फिल्महरू आउँथ्यो नि त अब मैले जाँदाखेरि फिल्म हेरिसकेर आएर अर्कालाई कहानी सुनाउने पनि चलन थियो त्यो त एकदम वरिपरि बसेर सुन्ने कथा भने जस्तो पुरा एक्सन त्यस्तो थियो नि त एक्सनमा केटाहरू त पुरा एक्सन कस्तो थियो नि अब हाम्रो टाइममा चाहिँ कस्तो थियो भने फिल्मको त्यो अब के गर्थ्यौँ भने हाम्रो खेल नै पो हुन्थ्यो त त्यो रोल प्ले जस्तै पो हुन्थ्यो त घरमा साथी त एक्जिट गरिदिन्थ्यो होला अब काठको त्यो पटाइको क्या सानो सानो पटाइको पिस्तोल बनाउँथ्यौँ हो अनि अर्को चाहिँ त्यो बाँसको क्या यसरी बन्दुक त्यो बनाउँथ्यौँ त्यो दाना हालेर नभए चाहिँ कागज टोकेर अथवा पाती हाल्दा नि हुन्थ्यो त्यो बनाउँथ्यौँ अनि फिल्ममा त्यहाँ के छ होइन गुन्डा र पुलिस त्यसरी नै हाल्यो नि त्यसरी खेल्थ्यो त्यो एकदम रमाइलो गेम हुन्थ्यो हाम्रो एकदम रमाइलो फिल्म एकदमै रमाइलो हुन्थ्यो त्यसरी खेलेको नि त